बृहस्पति अस्त भनेको के हो, यो कहिले पर्छ र अस्त परेको बेलामा के गर्नुहुन्छ र के गर्नु हुँदैन, आउनुहोस् आज हामी यस विषयमा जानकारी लिनेछौँ। नमस्कार आदरणीय दर्शकवृन्द, यहाँलाई हाम्रो च्यानलमा हार्दिक स्वागत छ। आज हामी एकदमै महत्त्वपूर्ण धार्मिक र ज्योतिषीय विषयमा कुरा गर्दैछौँ, जुन हो बृहस्पति अस्त। के हो त बृहस्पति अस्त भनेको, किन यो समयमा शुभ कार्य नगर्नु भनिन्छ अनि के गर्नुपर्छ त, आउनुहोस् पुरा जानकारी लिउँ। बृहस्पति अर्थात् देवगुरु जुपिटर ग्रह हुन्, जसलाई हिन्दू धर्ममा ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कर्मका कारक मानिन्छ। तर जब यो ग्रह सूर्यसँग अत्यन्त नजिक पुग्छ र आकाशमा देखिँदैन, त्यो समयलाई भनिन्छ बृहस्पति अस्त। अस्त भन्नाले अस्ताउने अर्थात् अदृश्य हुने हो। यस समयमा बृहस्पति ग्रहको शक्ति क्षणिक हुने मानिन्छ, जसले शुभ कार्यहरूमा असर पार्छ। 2025 बृहस्पति अस्त कहिले पर्छ त? यस बृहस्पति अस्तको आरम्भ मिति भने 12 जुन 2025 साँझ करिब 7:56 बजेबाट सुरु भएको छ भने यसको समाप्ति मिति 9 जुलाई 2025 बिहानको 4:44 सम्म रहनेछ। नेपाली पात्रो अनुसार जेठको 27 गते साँझदेखि बृहस्पति अस्त सुरु भएका छन् र असारको 22 गते बिहानसम्म बृहस्पति अस्त रहनेछन्। अब कुरा गरौँ यस बृहस्पति अस्त भएको समयमा के गर्न हुँदैन भनेर। आउनुहोस् यस विषयमा थप केही जानकारी लिउँ। बृहस्पति अस्त भएका बेलामा विवाह, उपनयन, गृहप्रवेश, यज्ञ आदि कार्य गर्नु हुँदैन। त्यस साथसाथै नयाँ व्यापार पनि सुरु गर्न अशुभ मानिन्छ। कुनै पनि ठुलो निर्णय लिनु छ अथवा कुनै पनि ठुलो कार्य गर्नु छ भने यसलाई पनि यस समय अवधिमा नगर्न र यो समय अवधिभन्दा पछि सार्नका लागि राम्रो मानिन्छ। घर किनबेच अथवा घर, मन्दिर, पार्टी पौवा केही कुराहरू शिलान्यास गर्दै हुनुहुन्छ भने यस समयमा पनि शिलान्यास नगर्न अनुरोध गरिन्छ, किनभने बृहस्पति अस्त हुँदा देवगुरुको आशीर्वाद प्राप्त हुँदैन भन्ने विश्वास रहिआएको चलन भएका हुनाले यस समय अवधिभित्र यी कार्यहरू गर्नु हुँदैन भन्ने चलन आएको छ। र बृहस्पति अस्त भएको समयमा के गर्नुपर्छ त? आउनुहोस् अब यसको बारेमा जानकारी लिउँ। गुरुको व्रत गर्नुपर्छ एक त। नम्बर दोस्रोमा छ ओम बृहस्पति नमः मन्त्र 108 पटक जप। त्यसै गरी पहिलो चना, हल्दी, पित्तल, पिठो आदि दान गर्दा बृहस्पति ग्रह राम्रो हुने मानिन्छ। त्यसै गरी पहिलो रङको कपडा लगाउनाले बृहस्पति ग्रहले पार्ने प्रभाव पनि राम्रो हुने भन्ने यस कुराको जानकारी दिएको छ। विष्णु र तुलसीको नियमित पूजा गर्ने, यावत कुराहरू गर्नाले यसले तपाईँको आत्मबल र सकारात्मक ऊर्जा बढाउँछ। जुन कुरा कि बृहस्पति ग्रह, गुरु ग्रहले सकारात्मक ऊर्जा प्राप्त गर्नुहुनेछ, प्रदान गर्नुहुनेछ बृहस्पति अस्त भएको बेलामा पनि। अब लागौँ, यसरी हेर्दा बृहस्पति अस्त केवल एक खगोलीय घटना मात्र नभएर धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण समय हो। यो समय ध्यान, सेवा र सकारात्मक कर्ममा बिताउन उत्तम मानिन्छ। शुभ कार्य केही दिन पछाडि सार्दा हानि हुँदैन, तर अज्ञानतामा गरियो भने दोष उत्पन्न हुन सक्छ। यस भिडियो तपाईँलाई जानकारीमूलक लाग्यो भने कृपया एक लाइक र सेयर गर्न नबिर्सनुहोला। हामीलाई कमेन्ट लेख्नुहोस् तपाईँले यस बृहस्पति अस्तमा के गर्नुभएको छ, के कार्यहरू गर्नुभएको छ। तपाईँलाई याद भएसम्मका कुराकानीहरू हामीलाई कमेन्ट बक्समा छोडिदिनु होला। अझ अन्य धेरै जानकारीका लागि हाम्रो च्यानललाई सब्सक्राइब गरी सँगै आउने घन्टीलाई थिच्न नबिर्सनुहोला। हस्, धन्यवाद। राधे श्याम।